आज क्रिसमस डे भएर हामी चाहिँ यो सौरा ड्यामतिर घुम्न आएको छौँ। अब यहाँ हेर्न सकिन्छ ड्याम साइडतिर क्रिसमसको चहल पहल। घोडा चाहिँ यहाँ राखिएको छ। कोही अब मान्छे आएर अब कसैलाई अब चाहना इच्छा भए चढ्नलाई पैसातिर चढ्न सक्यो। सौराहा आज क्रिसमस डे त्यसैले गर्दाखेरि यो भिडभाडहरू देख्न सकिन्छ। यो रौनक भनेको सौराको ड्याम साइड के अर्जुनले समातेको छ क्या हात्ती सबै बनाएको के ओहो ल अघिसम्म मैले यसो ख्यालै गरेको थिएन। यो बनाएको रहेछ सबै हरियो बोतलहरू मिलाएर होइन, सब हरियो बोतल मिलाएर क्रिसमस ट्री नै बनाइदिएको रहेछ ल। यो चाहिँ एउटै ढुङ्गाकोलाई चाहिँ कुदेर फुटाएर यो सबै यो बनाएको सबै शहीदहरू। किन ठोक्यो यिनीहरूलाई? यिनीहरूलाई किन ठोकेको? त्यो जङ्गलमा चोरी सिकारीबाट। यिनीहरू चोरी सिकारीको डनहरू। ल अब यहाँ आएर भेटेर नि कहाँ हिँडेको भन्ने कुरो गर्छ यार। पानी हालेको हामीसँग जान्छु रे रातभरि हल्लिँदै हिँड्ला पनि बुझिरहेको कोही दिदीहरू। हामी पनि घुमिदिएको नि त सौरा। ल हजुरहरूलाई के कस्तो लाग्यो मन परे लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनुहोस् है साथीहरू। यसो सब्सक्राइब गरी सपोर्ट गर्नु होला है त। ल यो भनेको गैँडा चोक जब यहाँनिर क्रिसमस मनाइरहेको छ, रमाइलो गरिरहेको छ यहाँ जनताहरू। यो भनेको मेन पोइन्ट सौराको नेपालको दोस्रो ठमेल रे यो होइन, दोस्रो ठमेलको रूपमा चिन्छ यो सौरालाई।